राजधानीमा भुसिया कुकुरको बिगबिगीसँगै रेबिज रोगको सम्भावना पनि त्यत्तिकै बढेको छ। छाडा कुकुरको रोकथाम र व्यवस्थापनका लागि समय समयमा भ्याक्सेक्टोमी अभियान चलाउने भए पनि नियमित नहुँदा त्यति प्रभावकारी देखिन सकेको छैन। छाडा कुकुरको संख्या बढ्दै जाँदा सर्वसाधारणले समेत खतरा महसुस गर्न थालेका छन्। नेपालमा वर्षेनी 50,000 बारिसमा रेबिज हुने गरेको छ, जसमध्ये 94% कुकुरको टोकाइका कारण हुने गरेको सरकारी तथ्याङ्क छ। राजधानीमा भएको रेबिजको जोखिमका बारे इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर जीडी ठाकुर। महानगरपालिकाभित्र छाडा कुकुर नियन्त्रण गर्ने जिम्मा महानगरपालिकाकै हो, तर महानगरपालिकाले यस विषयमा चासो नदेखाएको राजधानीका बासिन्दाको गुनासो छ। छाडा कुकुरका कारण नागरिकले जोखिम महसुस गरिरहँदा महानगरपालिकाको ध्यान नियन्त्रण गर्नतर्फ किन गइरहेको छैन? महानगरपालिकाका कार्यकारी प्रमुख केदार बहादुर अधिकारी। छाडा कुकुरको व्यवस्थापन गर्न नसक्दा राजधानी रेबिजको उच्च जोखिममा देखिएको छ। सरकारवालाले एक अर्कातिर औंला तेर्स्याइरहँदा छाडा कुकुरको संख्या दिनदिनै बढिरहेको छ। कुकुर नियन्त्रण गर्नुको साटो एक अर्कातिर औंला देखाउँदै जाने हो भने भोलिका दिन रेबिजका कारण ठूलो क्षति बेहोर्नु पर्ने पक्का छ। नेपालवाणी नेटवर्कका लागि अर्जुन अधिकारी, काठमाडौँ।